ल त हामी कहाँ जाँदैछौँ आज? हामी आज बबिनहरुतिर जाँदैछौँ हैन, यसो बार्बेक्यूको लागि हल्का केटाहरु। ल साथीभाइहरु भर्खरै उठेर जान लाग्यो टाउकोभरि चाया लिएर। ल यो मान्छेले चाहिँ बिल हाल्ने भर्खर आन्टीको घरमा आन्टी को र आन्टीको इन्टरभ्यू लिनु आन्टीको दिदीसँग भन्दा भयो नि कि आन्टीको इन्टरभ्यू लिनु अनि अनुहार हेरेको अनि आन्टी लाग्यो कि मैले के बोल्नु जस्तो लाग्यो। आफै टिचर भइसक्यो अरूलाई के आन्टी भन्दै हिँड्ने यार। त्यही भनेको दिदी भन्दै नि होइन बाहिर आएपछि त जो पनि दिदी त हेरेको मसु रेडी भएको छैन होला गाइज। मसँग त्यहाँनिर हाम्रो बस्छन् न त सरजलाई बनाउँछु म। हुन्छ के हो प्रसाद छ त्यहाँ त यार सबै त्यो रहेछ है प्रसादै रहेछ यता माथि बस्नु प्रसाद भनेको चाहिँ यो भन्नु खोजेको अन्त हालिदिउँ न आधी किलो हालिदिउँ जसलाई जुन खान मन लाग्छ त्यही खान आउँछ होइन। अनि मासुको चाहिँ के रे दाइ ल्याम होइन ल्याम्प चप्स सब दुईटा ज्याकेट हाल्छु। अहिले रुन्छ फेरि उहाँ रुन्छ अहिले कता हो हामी जान लाग्यो गाडी पनि हालिहाल्छ। हामी जान लागेको कहाँ हो? यो चाहिँ हाम्रो आजको राइड हो। हजुर यहाँ राख्ने भित्र गाडी यही पछाडिपट्टि ए भाइको छ पछाडिपट्टि यतापट्टि साइडमा हालिदेऊ न राइट साइडमा। ए इमर्जेन्सी लाइट बालिदिनु भन्नु ल किन बियर लिएर आएको त नि त ल ल तिमीहरूलाई अहिले फेरि एउटा दुइटा खानु मन लाग्यो भने त यस्तो थटफुल हुनुहुन्न है यस्तो थटफुल हुनुहुन्न। जस्तो पुस्ने यहाँ बिगाल्दै तपाईँ छैन यार कपडाले पुस्दै हो म त के हो दाइ यार सब दाइ के ब्लगर ब्लग बनाउनै पर्यो नि त होइन र निहाउमा हो कि आधा बसे बसे भित्र जाने हो। ए भित्र जाने हो पार्किङ एकदम ठिक छ तर लास्ट टाइम दाजुसँग भेट भयो भेरी लङ टाइम ओहो उसले त टिकटक बनाएर उल कहाँ भन्छ दाइ यार मैले त तिम्रोमा हालिदिएँ नि त के त्यहाँ मेरोमा हाल्यो ठिकै छ के भएन गाडी हेर्ला तपाईँले बाहिर राखिदिनु नि त भाइको त्यहीँ थियो कि ल दाइ के हो हाम्रो इन्ग्रिडियन्ट भनिदिनु ल इन्ग्रिडियन्ट अहिलेको लागि के हो इन्ग्रिडियन्ट भन्दा नि के हो हिचकिचाउनु हुन्छ दाइ त भिडियो आउनु भएको त यार क्यामेरा साइज छ नि त यो भयो वास हान्नै पर्छ दाइ त्यो चाहिँ घिउ पनि हालिदिने कि हाल्यो हतारमा घिउ पनि हालिदिने कि छेरेर फेरि सब जानु छिटा नेक्स्ट लेभल यो रेसिपी चाहिँ यसलाई 4 मिनट हाल्दिएपछि ल मासै आउनु भयो हगेर ल आउनुहोस् प्राइभेसीको हरण यो बाबु अल योर्स के हाल्ने होला ल जाओस् त ल मिठो के अरे त्यो हाम्रो एउटा युकेको मास्टर सेफ सन्तोष सन्तोष सेफ सन्तोष अझ लसुन धनिया त्यही छ टिमुर रहँदै त 4 जना केटाहरूलाई टिमुर खोज्न कति टाइम लाग्दो रहेछ हेरौँ है त हैन पेपर हैन त टिमुर भने के हो पेपर हो के त हो र सुन टिमुरको त अर्कै टिमुर गर्न हुन्छ नि ल है त्यस्तै हुन्छ गेडा चाहिँ बास्ना अलिकति छुट्टै हुन्छ है गेडा चाहिँ हेर्दा एउटै हुन्छ
कसको ए टिमुरको तिमीहरूको त्यो हो र टिमुरको धुलो होला नि त दाइ धुलो भए पनि हुन्छ नि त टिमुर त छ हजुर टिमुर त हुन्छ हौ झले नै हरेक नेपाली घरमा हो नेपालीको मनमा हुने टिमुर हो नेक्स्ट प्राइस हो खोज तलास हुँदैछ ल साथीभाइहरू यहाँ हाम्रो डेन्जर मिसन जस्तो भएछ त यहाँ त पुरै अघि नानी टिमुर छ कि छैन हामीसँग कहाँनिर फेरि उस पनि भयो केमा हुन्छ कस्तोमा हुन्छ टिमुर सानो भाडामा भएको यो टिमुर हो कि के हो फोटो पठाइदिनु न भाउजूलाई मलाई त त्यही त अरे त उयो त छ बोलिराख यो त होइन है मरिच त होइन यो मरिच मरिच हो मरिच हो अन्त पेपर हो मरिच भनेको पेपर होइन अरू त केही पनि देखिन यही छ के ल भाइ सब हेरेको यो नहेरेको फेरि अघि के त्यही भने ल फाइनली भेटियो एक लट फाइनली टिमहरू भेटियो अनि दाइ अब चाहिँ हाम्रो गन्तव्य असलीमा सुरु भयो दाइ अफिसियल्ली स्टार्ट भयो अब चल छोटे ल अब हामी हाम्रो आफ्नो डेस्टिनेसनमा आएको छौँ बबिनहेड अभिनय अभिषेक भनेर गएको म त्यतिकै गएको फेरि तर त्यहाँ त फर्स्ट टाइम हो अन्य लागि यो चाहिँ ठाउँ ओके लेट्स सी अब कस्तो छ यो ठाउँ कस्तो छ हेरौँ न होइन कस्तो हुने रहेछ लाइफ अहिले बाँच्ने कुरा त आएन तर कस्तो चाहिँ हामी अपडेट गर्दै गर्छौँ किन उयो गभर्मेन्ट हो गभर्मेन्ट हो गभर्मेन्ट जुन सस्तो हुन्छ नि यसको त पे गर्नुपर्ने ल हेर्नुहोस् यहाँ बजेटमा तर यो कुकले चाहिँ बजारमा ल्याउने हाम्रो ठुलो भएको भए मजा त्यही भने मजा आइरहेको छ होला नि त्यो एउटा टमाटर हालेर त्यसमा चाहिँ सस्तो हुन्छ त्यही हाल्दिनँ एकदमै यो है त एकदम यो मन नै लोभ्याउने के यो ठाउँ मुग्ध भयो क्या हामी लास्ट टाइम यता बसेको कि यस्तो फुल थियो ठाउँ नै नभएर हामी त यता बसेको शीतल ठाउँ रह्यो रुखको छाया हो क्या ठुलो यही हो क्या आएको मोनिटर लिजर्ड होइन यहाँ आएको थियो क्या लास्ट टाइम नेचर खोज्न यहाँ आउनुपर्छ हामी 1 घन्टा टाढा
के हो यहाँ त त्यो माछाहरू नि छ है त यतै हो क्या लास्ट टाइम पौडी खेलिरहेको थियो मानिसहरू आज नरहेछ यो खोला पनि ठुलो थियो नि पहिला यो भन्दा त्यो सबै डुबेको थियो कि यो बोटिङले त अहिले खौराउँछ हाम्रो छाला ल दाइ भनिदिनु न 2-4 शब्द माउन्ट कुरिङ गयो कस्तो लाग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो भयो ठिकै छ भर्खरै त आएको छ अब एकछिन यस्तो बसेर मासु पोलेर यहाँ अब रजाइ गर्नु पर्छ रियालिटी कति एक्सपेक्ट गर्छु त्यो भन्दा राम्रो तर हामीले कुलरमा नहालिकन आयौँ है कोक त्यो कुल बक्समा जाम त्यो बक्समा हालिदिउँ ल वर्स के सिनारी यहीँबाट किनिदिउँ ल अब के भन्छ पुगेन भने क्याफेमै हुन्छ नि है यताबाट जानु मिल्छ तपाईँहरू पनि सिडनीमा बस्नुहुन्छ भने यता आउनु बहुत बहुत राम्रो छ यो ठाउँ फ्यामिली फ्रेन्डली एकदम जताततै परिवार म्याट साइड लिएर आउनु अनि पिकनिक स्टाइलले बस्दा हुन्छ क्लाउडी हुनुपर्ने त्यो भएको चाहिँ ठिक्क होइन पनि धेरै हुन्छ होइन दामी हुन्छ क्लाउडी भएको त्यस्तो पोल्नेवाला छैन अहिले त्यस्तो गरी भइसक्यो ओहो त्यही त यहाँ हेरेर थाहा हुन्छ ज्याकेट लगाउने मान्छेले किन ज्याकेट लाएर म त हेरेको खोइ हाम्रो यहाँ मेन मान्छे उसको पनि फेरि टिकटक छ है साथीभाइहरू टिकटक स्टार हो तिम्रो नाम भन्दै त टिकटक के अरे अभिषेक दोले कुमार रे प्लिज AVII भयो लाइक शेयर सब्सक्राइब युट्युब भएछ टिकटकमा फलो गर एकपल्ट फोटो हुन्छ कि हुन्छ फोटो मात्रै हुन्छ होइन होला के हो यो त अभि गोर छ अवस्था होइन मिस्टेक हाने गर्छ काममा अर्डरको त्यो राति अनि अहिले खायो भने त बेलुका 9 बजेसम्म त के हुन्छ र छोडेर कहाँ पहिला नखाँदा त मिस्टेक हान्छन् खाएर बल निकालिदिन्छ होला हामीले 5 चोटी कम त मिस्टेक हान्छ नि 5 चोटी मूत्र एप्पल जुस पनि छ मैले चाहिँ खाएको छैन एप्पल जुस भिडियो त बन्नु पर्यो नि यार And we go crash it when nobody's home. You looking like an easy come up, you bitch. Hey, silver spoon, I know. के हो दाइ यो त चिनेको जस्तो लाग्यो त यो खानेकुरा के हो दाइ यो राष्ट्रिय खाजा यो पानीपुरी यो निदै रहेको यार भिडियो गर्दा हामी त अब सक्यो अब घर जानु लाग्छ हो सुन्दैछ ल तपाईँहरू केही डिपार्टिङ वर्ड भन्नु छ आजको दिन प्रोडक्टिभ रह्यो सही बात अब यस्तो कार्यक्रमहरू गरिराख्न पर्ने हो तर केटाहरूको वर्षमा एक दिन मात्र मिल्छ त्यही भएर अलिक गाह्रो छ सरस दाइको केही जाओस् मेरो त आज रमाइलो भएन अब अर्को रमाइलो 1 वर्षपछि गरौँला छिटै गरिन्छ ल अब अर्को रमाइलो अब अर्को न्यु इयरमा 2027 सालमा अब भोलि बिहान प्लान भयो बुढाउँदै खेल्नै पर्ने हुन्छ प्लेयरहरू सब खाइदियो भयो के भयो मिल्यो भने भोलि बिहानै हुन्छ अर्को रमाइलो बाबाले रमाइलो हुन्छ कि भोलि यति भयो हामी भने त रमाइलो हुन्छ ल
अर्को पालि हालिदिन्छु भ्लग के कस्तो हुन्छ है साथीभाइहरू। अमलको के छ सोच त यार, अफ हो कि के हो? कन्फर्म गर त।